OMG भन्दै सक्यो फर्स्ट टाइम एभ्रिवान वेलकम टु माई ब्लग। आज चाहिँ म के सपिङ गरेको देखाउँछु। कसको भने भाउजूको बर्थडेको। मेरो भाउजूको बर्थडे हो भोलि। आज चाहिँ हामी बर्थडेको सपिङ गर्न गएको ड्रेस। हामी भिआइपी एरियामै जान्छौँ है। हामी भिआइपी एरियामा जान्छौँ, नर्मल एरियामा जान्छौँ। तर कुन राम्रो हुन्छ, तर ड्रेस चाहिँ कति किन्छौँ थाहा छैन। एक सेट चाहिँ किन्छ, धेरै नकिने पनि। अनि यसरी हामी चाहिँ स्कुटीमा जान लागेको। म भाउजूलाई ड्राइभ गरेर म चाहिँ पुरै सफारी ड्रेस लाएर सफारी जस्तै भएको छु। सफारी चलाउन लाग्दैछु। म चाहिँ अब आँकेर गएँ। लिन त मेरो भाउजू पक्रिनुहुन्छ मोबाइल चाहिँ। म चाहिँ स्कुटी आँक्छु। पसल पुगेर आइपुग्यौँ। अब स्कुटी पार्किङ, त्यसपछि कता कता सपिङ। हामी चाहिँ टक्क जोरपाटीको आइपुग्यौँ। त्यतातिर भाउजू चाहिँ रेडी हुन जाँदै हुन्छ। ओ यहाँ थियो नि कस्तो दामी। भाउजूलाई चाहिँ फर्स्ट टाइममा मन पर्यो। फर्स्ट टाइममा सुहायो। कस्तो दामी देख्यो। मोडलै राख्नु जस्तो छ त है पसलमा। डबी बनाएर यहाँ राख्नुपर्छ है क्या। म हेर्छु ल अहिले। आज फेसन सो भइरहेछ। अहिले यस्तो देखिनु भयो। सबै पसलमा छिर्नु भएको, त्यही पसलमा सबै सपिङ सक्यो यति फास्ट क्या। भन्ने बित्तिकै एउटा हेऱ्यो टक्क रोज्यो, त्यही मन पर्यो, त्यही लायो, त्यही सुहायो मैले। अन्त कहाँ हेर्नु क्या। अब यस्तो भएपछि त त्यही पनि हामी अलिअलि अरू ठाउँमा पनि अरू कपडा हेर्न जाँदैछौँ। हेरौँ कस्तो कस्तो छ। भाउजूलाई चाहिँ स्यान्डल चाहियो अरे। हामी चाहिँ स्यान्डल हेर्न आएको। ऊ यस्तो हो भाउजू। ए दामी दामी रहेछ त। कस्तो दामी ल। रेडमा भाउजू, रेडमा। ओ यहाँ so nice. It's going to have some great algae. Oh, Yanji. Yeah, भाउजू त म भन्दा अल्गो हुने भइहाल्नु भयो। दामी। ओ यहाँ भनेको जस्तो जस्तो के हो काहीँ निस्किन नपर्ने भएको। ठिक्क साइज पनि क्या। सेन्डै राम्रो लाग्छ। सक्यो 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 टाइप नि त। यस फाइनली हामी चाहिँ घर जान लाग्यो। सक्यो सपिङ पनि। थुप्रो सपिङ गऱ्यो। केही गर्दिनँ भनेर आएको थियो। लास्टमा हामी चाहिँ ठ्याक्क बौद्धको हुन्छ नि सोरुममा आएकोतिर। सोरुममा लिएको। अब जे थियो त्यही मन पर्ने क्या। तर प्राइस चाहिँ अलिकति रिजनेबल चाहिँ नहुने क्या। अलिकति महँगो हुने। तर एकदमै राम्रो क्या। मन पर्ने क्या। जे ल्यायो त्यही मन परिरहेको छ। जे ल्यायो त्यही मन परिरहेको सक्यो भने हामी किनेदेखि त मन परिहाल्छ। बाई आजको लागि यतिकै। हामी गयो, सपिङ सक्यो। फेरि भेटौँला नेक्स्ट भिडियोमा। बसाइ सरेको भन्छ हिँड्यो कि क्या।